कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको। हुन त म त्यति धेरै बुढो त छैन, तैपनि अलिकति कुरा सुन्नुहोस् है। आजको प्रसङ्ग चाहिँ हामी त 20% डिपोजिट पुऱ्याएर मात्रै घर किन्छौँ। 20% पुगेन भने चाहिँ ब्याङ्कले के एक्स्ट्रा चार्जहरू लगाउँछौँ, त्यो त हामी तिर्दै नतिर्ने भन्ने खालको अथवा यस्तै खालको आशय भएको क्वेसन, यस्तै खालको आशय भएको तर्क भएका फर्स्ट होम बायरहरूले नि बेला बेलामा मलाई कल गर्नुहुन्छ। मैले चाहिँ यसमा के भन्ने गर्छु भने यो जुन 20% पुऱ्याएर मात्रै घर किन्ने भन्ने जुन कुरा छ, यो चाहिँ अलिकति ओल्ड फ्यासन कुरा भयो अस्ट्रेलियाको केसमा। यतिखेर अस्ट्रेलियन फेडरल गभर्मेन्ट र स्टेट गभर्मेन्टहरूले, जस्तो फेडरल गभर्मेन्टको केसमा 5% डिपोजिट स्किम, स्टेट गभर्मेन्टको केसमा भिक्टोरियन होम बायर फन्ड, यस्ता खालका प्रोग्रामहरू चलाइरहेका छन् जहाँनिर गभर्मेन्टले फर्स्ट होम बायरहरूलाई घर किन्नलाई हेल्प गर्छ। जस्तो 5% डिपोजिट स्किम प्रोग्रामलाई एक्जाम्पल लिने हो भने हजुरले तपाईँले किन्न खोजेको प्रपर्टीको 5% डिपोजिट तपाईँ हाल्नुहुन्छ। ब्याङ्कलाई गभर्मेन्टले 15% को ग्यारेन्टी दिन्छ। गभर्मेन्टले पैसा दिने होइन, ग्यारेन्टी दिने हो। त्यसले गर्दा घर पुरै तपाईँको नाममा रहन्छ। त्यो कारणले गर्दा हजुरले मोर्गेज इन्सुरेन्स तिर्नु पर्दैन है। यो 20% डिपोजिट हाल्ने भन्ने कुरा चाहिँ पुरानो दिनमा कहाँबाट आएको हो भने यो 20% नहालेको केसमा चाहिँ मोर्गेज इन्सुरेन्स लाग्ने गर्छ, तर फर्स्ट होम बायरहरूको केसमा गभर्मेन्टको असिस्टेन्सको कारणले यहाँले तिर्नु पर्दैन। त्यसले गर्दा यदि तपाईँले 20% कुर्दाखेरि आज तपाईँले 6 लाखमा किन्न सक्ने प्रपर्टी भोलि 20% पुऱ्याउँदाखेरि 7 लाख 8 लाख भयो भने त कहिलेकाहीँ त किन्नै नसक्ने अथवा त्यो 20% पुऱ्याउनै नसक्ने स्थिति पनि आउन सक्छ। नम्बर 1। नम्बर 2, जुन तपाईँको अहिले लोन सेट गरिन्छ त्यो चाहिँ भेरिएबल लोन यहाँले लिनुभयो भने 20% पुऱ्याएर किन्नुभन्दा अहिले किनिसकेपछि तपाईँले त्यो लोनलाई जति छिटो पनि त्यसलाई घटाउन सक्नुहुन्छ र त्यसमा खासै होइन एक्स्ट्रा फी चार्जेसहरू हुँदैनन्। त्यसले गर्दा कुरा चाहिँ बुढाको सुन्नुहोस्, तर अलिकति यही फिल्डमा भएको बुढाहरूको सुन्नुहोस् है। यहाँको पनि फर्स्ट होम किन्ने सोचमा हुनुहुन्छ अथवा अरू कुनै यो प्रपर्टीको गन्जागोलको केही क्वेसन छ, प्रपर्टीको इन्भेस्टमेन्ट अथवा प्रपर्टी अर्को किन्ने कि नकिन्ने कि अथवा कसरी किन्ने, यस्तो खालको क्वेसन यहाँहरूको माइन्डमा छ भने मलाई यहाँले जहाँ हेरिरहनु भएको छ अथवा म यहाँ माथि कतै मेरो नम्बर छोड्नेछु, यहाँले मलाई हजुरहरूको अनुकूलता अनुसार कल गर्न सक्नुहुन्छ र हामी मजाले फोनमा कुरा गर्न सक्छौँ। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।